गैर आवासीय नेपाली सङ्घको एकता अधिवेशनको मुख्य जिम्मेवारी पाउनुभएका सर्वोच्च अदालतको परमादेशबाट संयोजकको जिम्मेवारी पाउनुभएका संस्थाका पूर्व अध्यक्ष, सफल उद्यमी, समाजसेवी, धेरै परिचय बोक्नु भएको छ, प्रवासी नेपालीहरूका अग्रज डाक्टर शेष घलेज्यू हुनुहुन्छ। स्वागत छ शेष घलेज्यू यहाँलाई। नमस्कार। तपाईले नेतृत्व गरेको एनआरएनए को उच्च स्तरीय समितिले मे 3 देखि 5 मा काठमाडौँमा महाधिवेशन गर्न आह्वान गरेको छ। यसको तयारी कस्तो भइरहेको छ? यसको तयारी तीव्र गतिमा भइरहेको छ। यहाँले भन्नुभए अनुसार त्यो डेटको घोषणा भएको धेरै भइसक्यो, महिनौ भइसक्यो। त्यसैले त्यसका मूल संयोजकको अध्यक्षता पनि मैले नै गरिराखेको छु अनि सयौं व्यक्तिहरू, विश्वभरका एनआरएन साथीहरू त्यसमा इन्भाइटेड छ र उहाँहरू आफ्नो बेग्ला बेग्लै समितिहरू बनाएर सच एज आर्थिक बजेट सम्बन्धी, संयोजन, लजिस्टिक सम्बन्धी जे जति आवश्यक पर्दछ ती सबै अगाडि बढिरहेको अवस्था छ र हामीले ती मैले सकेसम्म ती सब कमिटीहरूमा पनि एज एन इन्भाइटी मिटिङहरू एटेन्ड गरिरहेकै छु। So we are moving forward. It is 100% भनौं कि 200% भनौं हैन, there is no doubt it will happen, it is happening. So for the good cause, I am very confident, एकदम confident छु। यति नै भने हजुर। तर बद्री केसीको नेतृत्वको आईसीसीले अक्टोबर 2025 मा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ नि, त्यो विधानसम्म छ कि छैन? यस्तो छ, यो यी अदालतका निर्णयहरू, फैसलाहरू आएको करिब 10-11 महिना भइसक्यो। अझै पनि हाम्रो कम्युनिटीमा धेरै कुरा बुझ्ने, एनआरएन सम्बन्धी कुरा बुझ्ने साथीहरू समेत त्यसैको इन्टरप्रिटेसन गर्दै हिँडिराखेको अवस्था छ। तर एज ए चेयर, हाई लेभल चेयरको हैसियतले यो कुरा के हो भन्ने कुरा मैले सुरुको दिनदेखि नै धेरै बुझेर आएको हो। सिम्पली परराष्ट्र मन्त्रालय को कार्यान्वयनको पत्र मात्रै मैले वेट गरेर बसेको थिएँ। म यहाँलाई भन्छु र यहाँको थ्रुबाट सबै पब्लिकलाई, साथीहरूलाई के भन्न चाहन्छु भने, टु बी प्रिसाइज 23 अक्टोबरमा हामी सबै 13 जना हाई लेभल उच्च स्तरीय समितिका सदस्यहरूलाई सर्वोच्च अदालतको परमादेशको फैसलाको कपी राखेर कार्यान्वयन गर्नु भनेर पत्राचार भएको हो। त्यसैले त्यो सर्वोच्च अदालतको फैसलाको क ख ग गरेर 5 वटा कि 6 वटा बुँदा आदेशहरूमा एउटा आदेशले के भन्दछ भने, पत्र पाएको 30 दिनभित्र उच्च स्तरीय समितिले पहिलो बैठक बोलाउनु पर्ने भन्ने रिक्वायरमेन्ट, भन्ने आदेश छ। त्यो आदेशलाई, त्यो पर्टिकुलर आदेशलाई पालना गरेर 19 नोभेम्बरमा एज ए हाई लेभल कमिटीको चेयरको हैसियतले मैले पहिलो मिटिङ कल गरेँ र त्यो मिटिङ सफलतापूर्वक रह्यो। त्यो मिटिङको एजेन्डा फुलफिल भयो। यद्यपि त्यो मिटिङमा हामी एनआरएनए को भवनबाट भौतिक रूपले नै मिटिङ सञ्चालन गरौँ भन्दाखेरि ताला लगाइएको अवस्था थियो। रिगार्डलेस अफ द्याट हामीले मिटिङ सक्सेसफुली गरिसकेको हुनाले, टु बी प्रिसाइज लिगल्ली र पर्टिकुलरली सर्वोच्च अदालतको आदेशको पालना अर्को बुँदा अनुसार मिटिङ कल गरेको 6 महिनाभित्र अधिवेशन गर्नुपर्ने प्रावधान भएकोमा अब 6 महिना चाहिँ, टु बी प्रिसाइज एगेन 18 मेमा सकिन्छ। 18 मे पछि हाई लेभल कमिटीको म्यान्डेट रहँदैन, हाई लेभल कमिटी भन्ने हुँदैन। तर हामीले 18 मे लाई नै
अधिवेशनको मिति नराखिकन हामी केमा एग्री भयौँ भनेदेखि 3, 4, 5 मा एग्री भएका छौँ। त्यसैले म सबैलाई के भन्दछु भने 3, 4, 5 मा सकिन्छ, समापन हुन्छ। एउटा एक्जिक्युटिभ आउँछ एनआरएनएमा, उसलाई उच्च स्तरीय समितिले र हामीले भर्खरै गठन गरेको निर्वाचन समितिले शपथ ग्रहण गराउँछ 5 मेमा। Therefore, after then, हाई लेभल कमिटीको म्यान्डेट सकिन्छ, हामी सबै त्यहाँबाट बिदा भएर जान्छौँ। त्यही नै हो हजुर। तर भर्खरै केही पूर्व अध्यक्षहरूले समेत सार्वजनिक रूपमा महाधिवेशन मेमा होइन पछाडि सारौँ भन्नुभयो। यो त जुङ्गाको लडाईँ जस्तो भयो। महाधिवेशन पछाडि सार्न के समस्या छ डाक्टर घले? यस्तो छ, पछाडि सार्न कुनै पनि हिसाबले सकिँदैन जस्तो लाग्दछ। यो हामीले धेरै लिगल कन्सल्टेसन पनि गरेको हो र परराष्ट्र मन्त्रालयले करिब 2 हप्ता अगाडि मन्त्रीज्यूको ले नै एउटा समन्वय र सहजताको लागि, बाइ द वे परराष्ट्र मन्त्रालयको रोल भनेको यो हाई लेभल कमिटीलाई सर्वोच्च अदालतको म्यान्डेट फुलफिल गर्नको लागि मन्त्रालयको रोल चाहिँ सहज गर्ने र फेसिलिटेसन गराउने, त्यो हो मन्त्रालयको रोल। त्यो अन्तर्गत मन्त्रालयले मिटिङ कल गरेको थियो। त्यो मिटिङमा सबै उच्च स्तरीय समितिका मेम्बरहरू हुनुहुन्थ्यो र मिटिङको कन्क्लुजन के आयो भन्दाखेरि मिति सार्न सकिन्छ कि सकिँदैन, के गर्न सकिन्छ भन्ने यावत कुराको डिस्कसन हुँदाखेरि मन्त्रीज्यूले मिटिङ कसरी कन्क्लुड गराउनु भयो भनेदेखि उहाँ पनि एग्री हुनुभयो, कानुनको सचिवज्यू पनि त्यहाँ हुनुहुन्थ्यो अनि सम्पूर्ण कर्मचारीहरू ब्युरोक्रेटहरू थिए। उहाँहरूको पनि अन्डरस्ट्यान्डिङ के भयो भने मे भन्दा पर सार्न नसकिने भन्ने कुरामा त्यो सहजीकरणको मिटिङ पनि कन्क्लुड भयो। मिटिङ पश्चात हाम्रा अरू उच्च स्तरीय समितिका सदस्यहरूका एक्टिभिटीहरू म त्यसमा डिटेलमा जान चाहन्न, किनभने ती कुराहरू कानुनी कुराहरू हुन्। कानुनी हिसाबले अथवा सर्वोच्चको म्यान्डेट फुलफिल गर्ने प्रोसेसमा त्यो बाटोमा अवरोध अथवा सहजीकरण के गर्दैछन् कसका के एक्टिभिटीले भन्ने कुरामा हाम्रो डिस्कसन र मेरो फोकस रहँदैन। त्यो न्यायिक कुरा हो, कानुनी कुरा हो। त्यसले आफ्नै कोर्स लिएला, कुनै पनि बेला त्यसले आफ्नै कोर्स लिएला। कुनै व्यक्ति अथवा ग्रुपले यो अन्डरटेकिङ यो काम गर्न अगाडि बढिरहेको अवस्थामा केही गर्नुभयो भनेदेखि, केही अरू नै क्रियाकलाप गर्नुभयो भनेदेखि त्यो चाहिँ व्यक्ति विशेषको जिम्मेवारी अथवा त्यो ग्रुपको जिम्मेवारी रहनेछ। त्यसैले बद्री केसीलाई मैले चिन्ने भनेको यो कमिटीको चेयरको हैसियतले उहाँ चेयरको त्यो कमिटीको मेम्बर हुनुहुन्छ। अनि यहीँबाट म एउटा कुरा प्रष्ट भन्न चाहन्छु कि हाई लेभल कमिटी त्यो हिस्टोरिक 9औं महाधिवेशनबाट होइन, कुमार पन्तजी प्रेसिडेन्ट हुँदाखेरि उहाँले एज एन एक्जिक्युटिभ उहाँले सेटअप गर्नुभएको यो कमिटी हो। त्यसलाई सर्वोच्च अदालतले थप मेम्बर राखेर, थप मेम्बर त्यसमा इन्डक्ट गराएर त्यसलाई फर्दर स्ट्रेन्थन गराएर एक्स्ट्राअर्डिनरी यो अहिलेको परिस्थितिमा दुईटा कुरा, एउटा कुरा एकता, अर्को कुरा विवाद रहित बनाउनको लागि एनआरएनएलाई फिक्स गर्नको लागि हाइली म्यान्डेटेड गराएर, हाइली रिगार्ड गरेर अनि ती 13 जना व्यक्तिलाई एनआरएनए चाहिँ साँच्चै नै यिनीहरूले फिक्स गर्न सक्छ भन्ने हिसाबले सेटअप गरिदिएको हो। जुडिसियरीले सेटअप गरिदिएको कमिटी हो। अनि मैले के भन्न चाहन्छु भने त्यस पश्चात
त्यो निर्णय पश्चात भनेको अप्रिल 2024 पश्चातका कुनै पनि कमिटीहरू, कुनै पनि एक्जिक्युटिभहरू एनआरएनए संस्था गैर आवासीय नेपाली सङ्घ परराष्ट्रमा दर्ता भएको एउटै संस्था एट द पोइन्ट अफ टाइम त्यसको विवादको कुरा हो र त्यसमा कुनै पनि कमिटी छैनन् भन्ने हामीले बुझ्नु पर्दछ। तर यसमा एनसीसी भनेको आफ्नै स्वायत्तले दर्ता भएको ती जियोग्राफीमा ती देशहरूमा दर्ता भएका संस्थाहरू हो। एनसीसी को यसमा इन्भल्भमेन्ट छैन इन एनी वे। Therefore, NCC can run whichever way they want to run in their geographies. This is only a network. This is only a network. तर भ्रम कस्तो गरिया छ भनेदेखि र यो संस्थामा 22 वर्षसम्म यो चल्दै गर्दाखेरि टप डाउन एप्रोच लगाइएको छ र एनसीसी लाई एनसीसी पनि आईसीसी भनेको त एक्जिक्युटिभ मात्रै हो, त्यो त संस्था त होइन, संस्था भित्रको एक्जिक्युटिभ मात्रै हो। अब हाम्रो अन्डरस्ट्यान्डिङ कस्तो गराइरहेको छ भने मिसअन्डरस्ट्यान्डिङ भनौँ न, त्यही पनि बुझ्न सकेको छैन यो संस्थाको स्ट्रक्चर के हो भन्ने कुरा अझै पनि बुझ्न सकेको छैन, बुझाउन चाहिरहेको छैन हाम्रा लिडरहरूले कि नेपालमा दर्ता भएको संस्थाले संसारभरिमा 80-90 देशमा हामी छौं भनेर हामी सबै हाम्रो कन्ट्रोलमा छौं भनेर भन्ने गर्दछन् साथीहरूले। त्यो मलाई दुःख लाग्दछ। म यो स्ट्रक्चर यो वास्तविकता के हो भन्ने कुरा बुझाउनमा लागिरहेको छु। हेर्नुस् यो मेरो जर्नी हो। So this makes few people to understand. I will be more than happy. हजुर, थ्याङ्क यू। अब थोरै सदस्यता वितरणको बारेमा कुरा गरौँ। उच्च स्तरीय समितिले 31 मार्च भित्र अर्थात् अबको 2 साताभित्र सदस्यता लिन वा सदस्यता नवीकरण गर्न आह्वान गरेको छ। यो सदस्यता कसरी लिने? एमआईएस सिस्टममा जाने हो कि उच्च स्तरीय समितिको वेबसाइट मार्फत गर्ने हो? अलिकति प्रष्ट पारिदिनुहुन्छ कि? हजुर, अब सजिलो चाहिँ के हुन्थ्यो भने एमआईएस सिस्टममा हाम्रो एक्सेस भएको भए which is legally we should have. So on that process हामीले हाई लेभल कमिटीको पोर्टल बनाएका छौं र एउटा अप्सनालिटी हो, एउटा अप्सन हो, त्यो एउटा पाथ हो कि जसरी पनि हाम्रो 70-80 लाख गैर आवासीय नेपालीहरूलाई यो अपर्च्युनिटी दिएको छ कि मेम्बरशिपको आह्वान गरिएको छ। करिब 1 महिना भइसक्यो। यो 5 मिनेट मात्रै लाग्छ मेम्बरशिपको एप्लिकेसन फर्म भर्नको लागि। यति सजिलो बनाइदिएका छौं हामीले भनेपछि एमआईएसमा त एक्जिस्टिङ मेम्बरहरू छन्, करिब 80-90 हजार मेम्बर होला त्यसमा। म आफू पनि एमआईएस मा छु, म पनि लाइफ मेम्बर हुँ। त्यसैले ती लाइफ मेम्बर अथवा ती भ्यालिड मेम्बरहरू जो 5 मे सम्म आफ्नो मेम्बरशिप भ्यालिड छ र एमआईएस मा छ भनेदेखि त्यस्ता व्यक्तिले डेलिगेसन मात्रै हामीलाई डिटेल दिए पुग्ने हो। अनि त्यसैले म के भन्न चाहन्छु भने छोटकरीमा यहाँको क्वेशनको रिस्पोन्ड गर्नु पर्दाखेरि एमआईएस मा एक्सेस हुन नसक्दाखेरि हामीले यो क्रिएट गरेको वेबसाइट हो हाई लेभल कमिटीको, अनि यो युज गर्न सक्दछ र तर पनि एमआईएस को एक्सेस हामीलाई भयो भने हामीले पर्टिकुलरली टार्गेटेड ती 90 हजार मेम्बरलाई हामीले चाहिँ सबैलाई इमेल पठाएर यसमा आह्वान गर्न सक्थ्यौं, वेलकम गर्न सक्थ्यौं र नोटिफिकेसन गर्न सक्थ्यौं। अनफोर्चुनेटली वी डोन्ट ह्याभ दैट एक्सेस। त्यो परिस्थिति हुँदा एज एन अल्टरनेटिभ एउटा समाज सेवाको लागि, संस्थाको लागि तपाईले केही गर्न तपाईसँग सक्षम हुनु पर्दछ र गर्न सक्छ भन्ने हिसाबले हामीले क्रिएट गर्यौं। सो दिस इज जस्ट एन अप्सन, हजुर। यो पहिले चाहिँ एनसीसीहरूले महाधिवेशनको लागि डेलिगेट्स पठाउने गर्थे, अहिले डेलिगेट्स कसरी चयन हुन्छ? काठमाडौँ जाने सबैले भोट हाल्न पाउने हो कि? एक्ज्याक्टली यस्तो छ। हेर्नुस्, अहिले हामीले यति सजिलो बनाइदिएका छौं, यति युजर फ्रेन्डली, यति सजिलो। प्रिन्सिपल्ली हाम्रो संस्थामा, बाइ द वे आई वान्ट टु गो ब्याक वन स्टेप, त्यो सर्वोच्च अदालतले भनेको त्यो फैसलामा के छ भने समराइज गरेको कुरा, फैसलाको समरीमा के भनेको छ भने तपाईको संस्थामा मेम्बरशिपमा प्रब्लम छ, मेम्बरशिप फिक्स गर्नुस् भनेको छ। तपाईको संस्थामा विवादको कारण मेम्बरशिपले हो,
नम्बर 1। नम्बर 2, तपाईको संस्थामा विवादको कारण डेलिगेसनले हो। नम्बर 3, तपाईको संस्थामा विवादको कारण इलेक्सन प्रणालीले हो भनेको छ। तीनवटा कुरालाई एड्रेस गर्नुपर्ने छ। त्यसैले विवाद रहित बनाउने प्रणाली अपनाउनुहोस् भन्ने कुरा छ। अब हामीले निकै समय लगायौं, एक्सपर्टिज लगायौं र केमा आयौं भन्दाखेरि ओके, मेम्बरलाई कहिल्यै पनि हामीले महत्त्व दिएनौं। यो त मेम्बरशिप बेस्ड संस्था हो भनेपछि मेम्बरलाई कसरी इम्पावर गराउने, मेम्बरलाई अधिकार कसरी दिने भन्ने प्रोसेस हामीले निकाल्यौं। त्यसको आउटकम भनौं न। भनेपछि मेम्बरलाई इम्पावर गर्नेमा जस्तो एउटा कम्पनीको शेयर होल्डरलाई वार्षिक साधारण सभामा त तपाईको $1 को शेयर होल्डरलाई पनि यो 1 मिलियनको शेयर होल्डरलाई पनि सेम औचित्य हुन्छ, उसलाई चाहिँ इन्भाइट गरिन्छ। सेम फर्मुला हामीले लगाएका छौं कि प्रत्येक भ्यालिड मेम्बरले डेलिगेट साधारण सभामा जान सक्ने अथवा महाधिवेशनमा जान सक्ने, डेलिगेट हुन सक्ने त्यो प्रणाली लगायौं। त्यसैले यसपालाको यो विशेष महाधिवेशनलाई मात्रै होइन कि हामी गोइङ फरवर्ड यो संस्थामा यो प्रणाली लागू गर्छौं। त्यो लागू गर्नलाई, त्यो म्यान्डेट गर्नलाई हामी के गर्छौं? फाउन्डेसनले गर्छौं इन द फर्म अफ कन्स्टिट्युसन। नयाँ कन्स्टिट्युसन अथवा सुधारिएको कन्स्टिट्युसनमा हामी मेम्बर डाइरेक्टली एनी मिटिङमा इन्क्लुडिङ एजीएम त एभ्री इयर हुन्छ र साधारण सभा चाहिँ के अरे कन्भेन्सन, इन्टरनेसनल कन्भेन्सन, महाधिवेशन चाहिँ 2-2 वर्षमा हुने हो कि अबदेखि गोइङ फरवर्ड सबै मेम्बरले भाग लिन पाउने भएपछि सजिलो र डेमोक्रेटिक हुने भयो। अब डेलिगेसनको प्रब्लम त्यहाँबाट डिसेपियर हुने भयो। अब डेलिगेसन प्रब्लम डिसेपियर हुन्छ र इलेक्सन प्रणालीमा आउँदाखेरि हामी फिजिकली काठमाडौँमा अथवा कुनै पनि अर्को सालतिर going in future, it could be European location, it could be in America, it could be in Oceania, जहाँ भए तापनि फिजिकली भोटिङ गर्ने भन्ने हामीले चाहिँ त्यो भोटिङ प्रणाली पनि लागू गर्ने निर्णय लिएका छौं। यसपाला हामीले यो हाई लेभल कमिटीले नै आफ्नो कार्यविधिमा एगेन सर्वोच्च अदालतले कार्यविधि आफै बनाउनु भनेको हुनाले हामीले एउटा बेसिक प्रिन्सिपललाई फलो गरेर कार्यविधि बनाएर वान अफ यसपाला यो गरेका छौं। तर लङ टर्ममा चाहिँ कन्स्टिट्युसनमा प्रोभिजन हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यही त यहाँनिर अलिकति विवाद पनि निकाल्न खोजेको जस्तो पाइएको थियो। जस्तो एक खेमाका मान्छेहरूले चाहिँ यो त हाम्रो विधानमै छैन, विधानमै नभएको कुरा यसरी गरिएको भन्ने कुराको एनालाइसिस थियो र हजुरले भने अनुसार चाहिँ अदालतले नै हजुर बाइ द वे विधानको रेफरेन्स चाहिँ एनआरएनए को त्यति बेलासम्मको जब फैसलाको मितिसम्मको विधानलाई चाहिँ हामीले त्यसको स्पिरिट मात्रै लिएका छौं। त्यसको नेपालीमा भन्छ नि त्यसको के भन्छ मर्म, द्याट्स राइट, मर्म मात्रै लिएको छ। तर स्पेसिफिकली आदेशमा जे भनेको छ त्यो आदेशलाई लिएका छौं र रुल अफ ल अभियसली नेचुरल जस्टिस, फेयरनेस, ट्रान्सपेरेन्सी, यी फन्डामेन्टल कुरालाई, प्रिन्सिपल्सलाई टेकेर हामीले कार्यविधि बनाएका छौं। हेर्नुस्, कार्यविधि दिस इज ए टेम्पोररी टुल to make this convention, obviously these tools and everything goes away when the mandate completes, then the permanency becomes the structure, the governance and the constitution. Obviously एकैचोटी हुँदैन, यत्रो ड्यामेज भएको संस्थामा एकैचोटी रिपेयर हुँदैन। त्यसपछि ती एक्जिक्युटिभले चाहिँ इम्प्लिमेन्ट गर्दै जाने, एनसीसीहरूलाई कसरी कोअर्डिनेसन गर्ने, ती संस्थाहरूलाई कसरी स्वायत्तको हिसाबमा रिकग्नाइज गर्ने, कसरी यही प्रसङ्गमा मैले यो हजुरले चाहिँ यो महाधिवेशन संस्थालाई लोकतान्त्रिकरण गर्ने, नयाँ विधान पनि बनाउने अवसर हो भनिरहनु भएको छ। यसबारे
थप हजुरले भनिरहेकै प्रसङ्गमा प्रश्न पारिदिनुहुन्छ कि? हजुर त्यो निचोडमा भन्दाखेरि मलाई के लाग्यो भने साँच्चै नै यो लोकतन्त्रीकरणै जस्तो लाग्यो, डेमोक्रेटाइजेसनै हो। किनभने यो संस्था स्ट्रक्चरली भनौँ अथवा कुनै पनि हिसाबले धेरै नारा धेरै प्रयासहरू गरिए इन्स्टिट्युसनलाइज गर्ने भनेर, तर कहिल्यै हुन सकेन। झन्झन यो चाहिँ के हो भने यो प्रोग्रेसिभको उल्टोतिर रिग्रेसिभतिर गयो। अनि टप डाउन गर्ने नेपालमा दर्ता भएको संस्थाले अरू देशमा दर्ता भएका संस्थाहरूसँग कोल्याबोरेट गरेर राम्रोसँग प्रोडक्टिभ काम गर्नुको बदला के गर्न थाले भने उनीहरूलाई मिसअन्डरस्ट्यान्डिङ, मिसइन्फर्मेसन दिने र त्यस्तो किसिमको इम्प्रेसन दिने र यो चाहिँ टप डाउनतिर गयो। बटम अप हुनुपर्ने थियो। यो नयाँ कुरा होइन। हेर्नुहोस् जगनजी, मैले प्रेसिडेन्ट त्यो संस्थामा प्रेसिडेन्ट हुँदाखेरिदेखि नै 13-14 सालदेखि नै 2013-14 देखि नै मैले यो कुरा यी समस्याहरू देखेको थिएँ र अभियसली मेनी पिपुल सो दिस। एन्ड मार्केटिङ हिसाबले हो भने यसलाई रिब्रान्डिङको पनि जरुरी छ। अब त्यसमा हामी जाँदैनौँ। अहिले हेर्नुहोस् एक्जिक्युटिभले गर्लान्, अब आउने एक्जिक्युटिभले वी हेभ लट्स अफ वर्क टु डु। इट्स अ ह्युज अर्गनाइजेसन। इट क्यान बी मेक इभन ह्युज। अनि कति साथीहरूले भन्छन् मेक एनआरएनए ग्रेट अगेन भनेर भन्नुहुन्छ उहाँहरूले। म के भन्छु भने अलिक कसियसली म भन्छु, मैले चाहिँ एकदमै टाइम लगाएँ। हेर्नुहोस् एकदमै यो संस्थामा एकदम बुझ्न खोजेँ। I see this organization like next 50 years को horizon, 100 years को horizon त्यसरी हेरेर अलि इमेजिनेसन गरेको छु, पर्सपेक्टिभ राखेको छु यसमा। अनि म त के भन्छु भने ग्रेट थियो भने ग्रेट एगेन चाहिँ बनाऊ, होइन ग्रेट कहिले थिएन भनेदेखि टु बी अनेस्ट यु नो यो मोर ऊ भयो क्या, प्रोपागान्डा जस्तो होइन, एउटा इम्प्रेसन दिने जस्तो मात्रै भयो। अब ग्रेट थिएन भने ग्रेट बनाऊ न त। Why can't we make great? होइन, if it was great and then make great again. If it wasn't great, then we can make great. You know, at the end, outcome the same हो, greatness हो. So, yeah. तपाईँ अर्को साता बेलायत आउँदै हुनुहुन्छ। तपाईँको बेलायत भ्रमणको उद्देश्य बारे पनि केही बताइदिनुहुन्छ कि? यस्तो हेर्नुहोस्, अब बेलायत भनेको नेपाली डियास्पोराको यु नो ओरिजिन नै भनौँ अथवा एभ्री इन टर्म्स अफ हाम्रो एथनिसिटीको कम्पोजिसनको हिसाबले भनौँ, त्यहाँको एचिभमेन्टहरू विभिन्न ग्रुप विभिन्न समुदायहरूले गरिरहेको, अनि यु नो हिस्टोरिक पर्सपेक्टिभ भनौँ, अब 200 years of relationship with UK. So it's a significant community in any regard, and very mature community. त्यो भएको हुनाले म जहिले पनि बेलायत आउँदाखेरि I get inspiration, I get lots of good feedbacks, and this मलाई लाग्यो मेरो यो जिम्मेवारी हो बेलायतको हाम्रो डियास्पोरा कम्युनिटीलाई अहिले के भइरहेछ र यो हाई लेभल कमिटीले के गरिरहेको छ, यसको म्यान्डेट के हो, यिनै कुरा म यही कुरा रिपिट गर्नेछु कि फिजिकल्ली यु नो ह्युमन टु ह्युमन टच गर्दाखेरि इट मेक्स अ ह्युज डिफरेन्स। मैले 100 जना व्यक्तिलाई मात्रै यो कुरा कन्भिन्स गराउन सकेँ भनेदेखि आई विल फिल रिवार्डेड। त्यसैले म त्यो पास्ट इभेन्टहरूलाई लिएर त्यसरी म इनरिच भएँ। म चाहिँ I always enjoy coming to UK. Therefore, you know, there will be other hidden side benefits as well. एउटा कामको लागि तपाईँ अगाडि बढ्नुहुन्छ, देन अनइन्टेन्डेड बेनिफिटहरू हुन्छन्। त्यसैले तपाईँहरूसँग फेस टु फेस बसेर छलफल गर्दा अर्कै यु नो स्ट्रेन्थ र अर्कै फिल हुन्छ। सो द्याट्स द रिजन आइएम देयर। एन्ड देन कन्टिनेन्टल युरोपमा पनि जान्छु। यु नो मोस्ट अफ द प्लेसेस कति सकिन्छ एक हप्ताको मेरो टुर छ। हजुर, अन्तमा यो आजको हाम्रो संवादको अन्त्यतिर आइसकेका छौँ हामी। संसारभरि छरिएर रहेका एनआरएनएहरूलाई यहाँको सन्देश के छ? मेरो सन्देश के छ भने राम्रोसँग बुझिदिनु होला। हाई लेभल कमिटीको वेबसाइटमा गएर एकपटक तपाईँले हेरिदिनुहोस्, बुझ्न खोज्नुहोस्।
अनि मेरो भिडियोहरू मेरो समाचारहरू अलिकति गहनले हेरिदिनु होला। मैले फ्रन्ट एन्ड सेन्टर NRNA लाई नै राखेर अगाडि बढिरहेको छु। I am same person when I start when I got into NRNA 2013 and then today I'm the same person in terms of in that regard in terms of the यो NRNA को हिसाब के अरे इन्भल्भमेन्ट को हिसाबमा I don't have any commercial interest or personal interest whatsoever तर चाहिँ म के भन्छु भने छोटकरीमा तपाईहरु साथीहरु अथवा कम्युनिटी सारै आत्तिहाल्नु पर्ने कुरा नि छैन। एउटा संस्थाको साधारण सभा प्रोपरली हुन नसकेको इट्स नट द एन्ड अफ द वर्ल्ड। व्हाई शुड वी बी सो मच do negativity and waste our energy ग्रुपिजम गरेर अनेक भनेर के what's the benefit so at the end of the day संस्थाहरु हुन्छन् ती चाहिँ कोल्याबोरेट हुन्छन् संस्थाहरु सस्टेन हुन सक्दैनन् त हाम्रो आफ्नो च्यारिटेबल फाउन्डेसनहरु पनि छन्। नेपाललाई बडम लाइन इज नेपालको सोसियो इकोनोमिक डेभलपमेन्टमा कुनै पनि हिसाबले हामीले केही गर्नु पर्दछ नेपाली डियास्पोराले भन्ने कुरा हो। हामी सबैले गरिरहेकै छौं विभिन्न संस्था थ्रु अनि अथवा इन्डिभिजुअली। सो यो चाहिँ राम्रै कन्सेप्टमा भइरहेको संस्था हो। यसलाई चाहिँ अझ राम्रो बनाउन सकिन्छ भन्ने हिसाबले मात्रै हो। तर अनफोर्चुनेटली सेकेन्ड जेनहरु त यसलाई फलो गरेको म देख्दिन टु बी honest. So we have a huge challenge how to motivate, how to get them involved. हाम्रो जेनेरेसन भन्दा पास चाहिँ जाला जस्तो म अहिलेको परिस्थितिमा म देख्दिन। त्यसैले साथीहरुलाई म के भन्छु भने यो होल संसारै कोल्याप्स भयो सबै खतम भयो भन्ने हिसाबले नहेरौं। लेट्स टेक इट इजी ओके। एन्ड आई हैव अ जब एज अ चेयर अफ हाई लेभल कमिटी। मलाई म्यान्डेट गराएको छ, मलाई जिम्मेवारी दिएको छ एज अ नेपाली मूलको नागरिकको हिसाबले व्यक्तिको हिसाबले 2-4 महिना मैले प्रयास गरेर केही हुन्छ भने म गर्दिन्छु भनेर म अगाडि सरेको हुँ। I won't lose anything, I will only gain त्यो हिसाबमा छु। हस्, यहाँको व्यस्तताको बावजुद पनि अमूल्य समय हामीलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद। थ्यांक यू सो मच। Thank you so much. See you soon. Bye.